सुकौराकोटलाई राजा दङ्गीशरणले राज्य सञ्चालन गरेको मुख्य थलोको रूपमा लिइन्छ। पछिल्लो समय पुरातत्व विभागले यहाँ विशेष चासो देखाउँदै उत्खनन कार्यलाई तीव्रता दिएको छ। त्यसैको आधारमा योभन्दा पहिले पनि हामीले 2 चोटि उत्खनन गरिसकेको हो। एकचोटि पहिले गरे हुनाले मलाई नै विशेषज्ञ रूपमा बोलाएको हो। अनि अहिले चाहिँ हामीले जति यसको फेला परेको छ त्यसलाई चाहिँ कन्जर्भेसन गरिराखेका छौँ र अहिले चाहिँ यसको अब साइन्टिफिक डेटिङ त भएको छैन हैन। साइन्टिफिक डेटिङलाई हामीले सामानहरू कलेक्सन गरेका छौँ। कम्प्यारेटिभ भन्ने हो भने यसको दक्षिण पूर्वतिरका केही इँटाहरू चाहिँ 6औं शताब्दीका पनि भेटिएका छन् भने अरू इँटाहरू चाहिँ यो पूर्व मध्यकालका भने 11औं 12औं शताब्दीका भेटिएका छन्। र अब यहाँ चाहिँ अब यस्तो पहिले उत्खनन गर्दा चाहिँ माटोका घोडाहरू पनि भेटिएका थिए। हजुर, घोडाहरू अब यो थारू समुदायले पूजा गर्ने वस्तु अरे हैन। यसपालि चाहिँ हामीले त्यस्तो जस्तो एउटा करुवा जस्तो हुन्छ नि माटोको, हजुर, त्यसको टुटी अनि माटोको भाँडाकुँडाहरूको कुराहरू फेला पारेका छौँ। र यो गाह्रो चाहिँ पहिलेको फेला पर्यो, त्यसैले हामी चाहिँ कन्जर्भेसन पहिलेकै रूपमा त्यही साइजको इँटाहरू बनाएर ल्याएका छौँ पहिले भएको यसमा। त्यसैमा हामी चाहिँ कन्जर्भेसन गर्दैछौँ। इँटा कहाँसम्म लाग्ने सर गाह्रो? यो इँटा चाहिँ हाम्रो सैद्धान्तिक हिसाबमा जमिनको सतहबाट 30 देखि 45 सेन्टिमिटर माथि देखिनुपर्छ भन्ने हो। त्यही अनुसार हामी ब्याक फिलिङ पनि गर्छौँ। यसलाई ब्याक फिलिङ गरेर सम्झाउँछौँ। अनि पछि हाम्रो सिद्धान्त चाहिँ त्यही हो। सर, यो जो कि पहिला जस्तो कि उत्खनन गर्दाखेरि जो पहिलेका भेटिएका सामग्रीहरू पुरातत्व विभागमै छ त्यो। हजुर, विभागमै रहन्छ। यहाँ स्थानीय म्युजियमहरू खोल्यो भने त्यसपछि त्यहीँबाट मागेर ल्याउन सकिन्छ। अहिले चाहिँ दरबारको जुन जग भेटिएको छ त्यसलाई चाहिँ केही फिट माथि उठाएर यसको स्वरूप चाहिँ देखाउनको लागि देखाउने। हस्, धन्यवाद सर।